नेपालको विश्वकप यात्राको सुरुवात। नेपाल अहिले T20 विश्वकप एसिया क्वालिफायर खेल्दैछ, जहाँ उसले ग्रुप 2 मा खेल्नेछ। कुवेत र जापान उसका मुख्य प्रतिद्वन्द्वी हुन्। 8 अक्टोबर नेपाल vs कुवेत, 10 अक्टोबर नेपाल vs जापान। अब कुरा गरौँ कसरी नेपाल विश्वकप पुग्छ त। पहिले नेपालले आफ्नो समूहमा शीर्ष 2 स्थानमा पर्नुपर्छ। त्यसपछि सुपर 6 चरणमा पुग्नेछ र त्यहाँ उत्कृष्ट प्रदर्शन गरेर शीर्ष 3 मा परे भने नेपाल 2026 को T20 विश्वकपको टिकट पाउनेछ। तर सजिलो छैन, केही ठूला चुनौती छन्। 1 ओमानको मौसम र पिच, त्यहाँको तातो र सुक्खा परिस्थितिमा अनुकूल हुन गाह्रो। 2 दबावको खेल, 2 मात्र खेल, गल्तीको मौका छैन। 3 फिनिसिङ र स्थिरता, बलिङ र ब्याटिङ दुवैमा निरन्तरता चाहिन्छ। तर नेपालका फ्यानहरूको जोश, युवा खेलाडीहरूको ऊर्जा र राष्ट्रिय भावना बलियो छ। सबैको साथ र विश्वासले यो पटक नेपाल विश्वकप पुग्न सक्छ।